हेलो एन्ड नमस्ते एभ्रिवान। अहिले चाहिँ हामी हेटौडा हस्पिटलमा छौँ। आज चाहिँ जेएनजी प्रदेशको संयोजकज्यूहरूले चाहिँ हेटौडा हस्पिटल भिजिट गर्दै हुनुहुन्छ के कस्ता कमजोरीहरू छन् भनेर। अहिले हामी हेटौडा हस्पिटलको इमर्जेन्सीतर्फ अघि बढ्दैछौँ। जेएनजीको प्रदेश संयोजकज्यूहरू चाहिँ हेटौडा मकनपुरमा आइपुग्नु भएको छ। दिदी नमस्ते। यो चाहिँ अहिले हामी हेटौडाको हेटौडा अस्पतालमा चाहिँ इमर्जेन्सीमा भिजिट गर्दैछौँ। यो चाहिँ हेटौडा अस्पतालको इमर्जेन्सी हो। हामी अनुगमन भन्दा पनि यो चाहिँ अनुगमन होइन, हामी अहिले चाहिँ भिजिट गर्दैछौँ। यो चाहिँ हेटौडा अस्पताल हो। सेन्ट्रल ल्याब चाहिँ त्यहाँ छ। इमर्जेन्सीको लागि ल्याब भन्दा दिउँसोको समयमा चाहिँ हाम्रो इमर्जेन्सी फार्मेसी चाहिँ यहाँबाट सञ्चालन हुन्छ। अहिले रातिमा चाहिँ औपचारिक फार्मेसी नपर्ने हुनाले यही सेन्ट्रल ल्याब यो चाहिँ हाम्रो टिकट काउन्टर र फार्मेसी। हेटौडा अस्पतालमा धेरै कमी कमजोरी देखेपछि चाहिँ आज काठमाडौँबाट प्रदेश संयोजकज्यूहरू आउनुभएको छ। हेटौडा हस्पिटल भिजिट गर्दै हुनुहुन्छ। यता हस्पिटलको धेरै कमी कमजोरी चाहिँ कम्प्लेन आइसकेपछि संयोजकज्यूहरू भिजिट गर्दै हुनुहुन्छ। सरलाई मैले यही बिचमा जोडेँ है। जहिले पनि तल टिकट काउन्टरमा बिहानदेखि 10, 11, 12 बजीसम्म टिकट काउन्टर खुल्छ। टिकट काउन्टरमा कहिले वाइफाई चलेन भन्छन्। त्यो इस्यु दिन प्रतिदिन किन आइरहेछ? हेटौडाको मान्छे मात्र त आउँदैनन् नि, मकनपुरभरिको आउँछन्। तल टिकट काट्ने ठाउँमा एक थुप्रो म्यानेजमेन्ट छैन। मसँग 10-15वटा भिडियो छ, आई क्यान सो यु होइन। टिकट काट्ने सिस्टममा एक थुप्रो पनि म्यानेजमेन्ट छैन। त्यो इस्यु थियो, मैले स्वीकार गरेँ। त्यो इस्यु हाम्रो कारणले गर्दाखेरि भन्दा नि बिमाको सेन्ट्रल सर्भरमा समस्या थियो। हजुर 10 बजेसम्म चाहिँ समस्या हुँदैन। हजुर 7 देखि 10 टिकट तपाईँको 500वटा टिकट आए पनि काट्न भ्याउँछ। हजुर तर तपाईँ 10, 10:30 बजिसकेपछि हाम्रो मात्र होइन अरू ठाउँको पनि आजकल रियल टाइम क्लेम गर्नुपर्ने अवस्था भएको हुनाले क्लेमको अवस्था पनि र यी समयमा टिकट पनि काट्न पर्ने भएको हुनाले सेन्ट्रल सर्भरको कारणले डिले भएको थियो। त्यो प्रब्लम पनि केही दिनदेखि बिमाको सर्भरको चाहिँ अपग्रेड भएको कारणले गर्दाखेरि केही दिनदेखि चाहिँ त्यो पनि इम्प्रुभ भएर गएको छ। त्यो एउटा इस्यु भयो है। अनि हस्पिटलले त म्यानेजमेन्ट एउटा त राम्रो गर्नुपर्छ नि त। यति धेरै वृद्धहरूलाई त केही पनि सुविधा नै छैन त्यो ठाउँमा। यति धेरै लथालिङ्ग हुन्छ नि। एउटा दुईटा गार्ड राख्ने, त्यो चाहिँ हजुरहरूले म्यानेजमेन्ट गरिदिनुपर्छ कि सर। हजुरलाई थाहा नभएको पनि हुनसक्छ कि अब क्वेसन सोध्नुभन्दा अगाडि अलिकति अब जानकारी पनि पाउनुपर्छ। ज्येष्ठ नागरिकको लागि भिन्दै टिकट काउन्टर खोलेको छ। टिकट काट्ने ठाउँ भिन्दै छ। ज्येष्ठ नागरिकले जचाएर आइसकेपछि औषधि लिने ठाउँ भिन्दै ठाउँमा छ। त्यो मैले ज्येष्ठ नागरिकको लागि वार्ड भिन्दै, फ्री बेडमा वार्ड भिन्दै एलोकेट गरेर राखेको छ। 5 बेड हामीले एलोकेटै गरेर राखेका छौँ होइन। त्यो भएको हुनाले हस्पिटलबाट प्रदान भइरहेको सेवा के हो भन्ने कुराहरू पनि आफू पनि सुसज्जित हुनु जरुरी। मैले बुझेको छु सर होइन। तर ज्येष्ठ नागरिकलाई त्यो ठाउँसम्म पुग्नलाई त भिडभाड त अरू जाने ठाउँहरूबाट त जाने हो नि त। त्यो ठाउँमा चाहिँ भिडभाड कन्ट्रोल छ कि छैन हेटौडा हस्पिटलको त्यो भनिदिनुहोस् ल। होइन, ज्येष्ठ नागरिक भनेको युजुअली जचाउन आउने बेलामा एक्लै आउनुहुन्न। हजुर होइन, कोही न कोही सहयोगी सहित आउनुहुन्छ।
कोही न कोही सहयोगी सहित आउनु भएन भने हाम्रो त्यहाँ सोधपुछ कक्ष हुन्छ, हजुर सुरक्षा गार्डहरू हुनुहुन्छ, मलाई यो समस्या पर्यो भनेर त्यहाँ गएर सोधपुछ कक्षमा भन्नुभयो भने त्यसपछि हस्पिटलले स्वयंसेवक अथवा सोधपुछ कक्षबाट मान्छे निक्लेर जाने व्यवस्था गरेर राखेको हुन्छ नि त। अब तपाईँहरू यति हुनुहुन्छ होइन, एकछिनको लागि वृद्धहरूको लागि यतापट्टि छ टिकट काट्ने ठाउँ यहाँनिर छ, अब म यहाँबाट कसरी जाने? त्यो सिस्टम म्यानेजमेन्ट छ? त्यति भिड हुन्छ एउटा हस्पिटलमा टिकट काउन्टरमा? रेगुलर भिडमा जानै पर्दैन, ज्येष्ठ नागरिकहरू जाने लाइनै अर्को ठाउँ हो। त्यो छ टिकटको लाइन नर्मल पेसेन्टको लागि लाइन एकातिर छ भने ज्येष्ठ नागरिकको त लाइन लाग्ने ठाउँ नै फरक छ त। टिकट सिस्टम चाहिँ हजुरले 10 बजेसम्म मात्र त्यो प्रब्लम आउँछ। म आफै पनि 2 चोटि आउँदाखेरि त्यो इस्यु मलाई वाइफाई चलेको छैन, एकछिन टाइम लाग्छ भन्नुभयो। किन? प्राविधिक समस्या सधैँ हुन्छ, सबै हस्पिटलमा हुन्छ कि, हाम्रो हस्पिटलमा मात्र होइन। यो विषयमा हामी अहिले टेक्निकल समस्या अहिले कुरा गरौँ त्यो विषयमा।